Let's make a loop Hello paneer everyone, paratha. let's make आलु पनीर पराठा। मैले चाहिँ आज आलु पनीर पराठा बनाएको थिएँ। पहिला चाहिँ मैले पनिरलाई सानो गरेर म्यास गरेको थिएँ है। पहिला चाहिँ पनिरलाई मैले म्यास गरेँ, त्यसपछि चाहिँ मैले 4वटा उसिनेको आलु पनि मिसाएँ है। मलाई चाहिँ पनिरमा आलु मिसाएको एकदम मन पर्छ, त्यही भएर चाहिँ मैले सधैँ पनिरमा आलु मिसाउने गर्छु है। त्यो आलु चाहिँ म्यासै भएको थिएन, राम्रोसँग पाकेको थिएन कि के भयो, म्यास भएको थिएन, तर अलिकति फोर्स लाएर गरेपछि चाहिँ भयो है। अनि मैले म्यास गर्दैछु। अनि मैले चाहिँ आलु र पनिरलाई एकदम राम्रोसँग मिक्स गरेँ। मैले चाहिँ हातले नै मिक्स गरेको छु। अनि मैले चाहिँ थोरै काटेको हरियो खुर्सानी पनि मिसाएँ। अनि त्यसपछि चाहिँ मैले हरियो धनिया पनि हाल्छु है। हरियो धनिया चाहिँ थोरै रहेछ, अनि मैले त्यो थोरै हरियो धनिया पनि हालेँ। अनि त्यसपछि चाहिँ 1 चम्चा जिरा पाउडर र 1 चम्चा धनियाको पाउडर पनि हालेँ है। अनि त्यसपछि मैले नुन पनि राखेँ। अनि थोरै धुलियो खुर्सानी पनि हालिदिएँ है। अनि त्यसपछि चाहिँ मैले चाहिँ एकदमै राम्रोसँग मिक्स गर्न लागेको छु। अनि मैले चाहिँ मिक्स गरेर भ्याएँ। अनि त्यसपछि चाहिँ मैले यसमा प्याज हालेको थिएन है। प्याज नहालेको, मेरो बुढालाई चाहिँ प्याज नहालेको मनपर्छ, त्यही भएर चाहिँ मैले प्याज नहालेको निकालिदिएँ। अनि त्यसपछि चाहिँ मैले प्याजहरू मिसाउँछु है। मलाई चाहिँ प्याज हालेको एकदम मनपर्छ, त्यही भएर मैले चाहिँ एकदम धेरै प्याज राखेको छु। प्याज हाल्दाखेरि यो पनि हालेछु, त्यो फाल्नै बिर्सेछु। त्यो फालिदिएर अनि फेरि मैले प्याज हालेँ। अनि फेरि मिक्स गरेँ। मैले एकदम राम्रोसँग मिक्स गरेको छु। मिक्स गर्दा चाहिँ एकदम राम्रोसँग मिक्स गरेँ है, नत्र फेरि त्यो मैले चाहिँ मैदाको पराठा बनाउँदैन नि त, अनि आटाको चाहिँ फाट्छ, त्यही भएर चाहिँ राम्रोसँग मिक्स। त्यसपछि चाहिँ मैले आटा पनि मुछेँ। मैले चाहिँ थोरै मुछेको छु, हामी चाहिँ 2 जना मात्र छौँ, त्यही भएर चाहिँ थोरै आटा मुछेको छु है। अनि त्यसपछि मैले आटालाई चाहिँ लामो लामो गराउँदै सानो सानो गोलो गोलो गराएँ है। गोलो गोलोको सानो सानो पिसहरू गराएर त्यसलाई गोलो गोलो गराएँ, हेर्नुहुन्छ। अनि हजुरलाई मैले देखाउँदैछु है। हजुरलाई देखाउँदाखेरि ब्याक क्यामेरा गर्छु भन्दा नभएर अनि फेरि मैले ब्याक क्यामेरा गरेर देखाएँ। अनि हेर्नुहोस् त, मैले 4वटा गोलो गराएँ। मैले चाहिँ बेल्दैछु है। मैले चाहिँ हजुरलाई 2x स्पिडमा देखाउँदैछु। भिडियो चाहिँ एकदमै लामो भयो, अनि त्यही भएर चाहिँ 2x स्पिडमा गराउँदैछु। हेर्नुहोस् त, मैले चाहिँ सानो गराएर बेलेँ। अनि बेलिसकेपछि अब चाहिँ मैले स्टफिङ भर्दैछु है। अनि त्यसमा चाहिँ मैले थोरै स्टफिङहरू राखेँ। मलाई चाहिँ स्टफिङहरू चाहिँ एकदमै मनपर्छ, त्यही भएर चाहिँ मैले अलिक धेरै नै राखेको छु है यो यसमा चाहिँ। अनि त्यसपछि चाहिँ बिस्तारै बिस्तारै फोल्ड गरेँ मैले चाहिँ माथि माथि लिएर आएर, अनि मैले बन्द गरिदिएँ। त्यसको मुख चाहिँ अलि राम्रोसँग बन्द गर्नुपर्छ, नत्र चाहिँ बेल्दाखेरि निस्किन्छ है। उता चाहिँ चिया बसालेको थिएँ, चिया चाहिँ उम्लेर गएर मैले निकालिदिएँ। अनि त्यसपछि हेर्नु, मैले एकदमै राम्रोसँग प्रेस गरेको छु, नत्र चाहिँ फुट्छ। मैदाको भए चाहिँ फुट्दैन, आटोको चाहिँ फुट्न सक्छ, त्यही भएर राम्रोसँग प्रेस गर्नु होला है। यता चाहिँ मेरो नानु पनि कराएको छिन्, मेरो चाहिँ सानो बेबी पनि छ। यता चाहिँ मैले तवालाई प्यानलाई हेर्नु त, त्यो प्यानलाई लिएर आएर चाहिँ मैले ग्यासमा राखेँ है। अनि मैले ग्यास पनि अन गरिदिएँ। अनि त्यसपछि चाहिँ एकदमै हल्का हातले बेल्नुपर्छ है, नत्र चाहिँ फुट्छ। एकदमै हल्का हातले त्यसलाई यस्तो निकाल्दै चलाउँदै बेल्दै गर्नुपर्छ, नत्र चाहिँ चप्क्यो भने झ्याउ हुन्छ। त्यही भएर चाहिँ मैले चलाउँदै बेल्दै गरेको छु। हेर्नुहोस् त, मैले एकदमै हल्का हातले बेलेको छु है। हेर्नुहोस् त, मैले चाहिँ बेलेर भ्याएँ। अनि बेलेर चाहिँ मैले प्यानमा राखिदिएँ। प्यानमा चाहिँ अब हजुरले यसलाई सेक्नुपर्छ है। मैले प्यानमा राखिदिएँ। अनि मैले उता चाहिँ चिया पनि बसालेको छु है। मलाई चाहिँ बिहान बिहानै चिया खान एकदम मनपर्छ, त्यही भएर चाहिँ मैले चिया पनि बसालेको छु। अनि त्यसपछि उता मैले चिया पनि बसालेँ, यता चाहिँ पराठा पनि बनाउँदैछु है। आज चाहिँ शनिबार भएको कारणले हेर्नुहोस् त, मेरो चिया पनि पाक्दैछ, यता पराठा पनि पाक्दैछ। हजुरलाई चाहिँ एकदमै राम्ररी पकाउनु पर्छ है।
म चाहिँ चम्चाले गराउँदैन सिधै प्यानलाई नै उ गरेर गराउँछु अनि त्यसपछि मैले थोरै घिउ हालेँ घिउ एक दुवैतिर लगाएर सेकेँ अनि सेकिसकेपछि चाहिँ मैले हेर्नुहोस् त एकदमै राम्रो भएको थियो अनि फुट्न पनि फुटेको थिएन है तपाईँले आटाको बनाउँदा चाहिँ हजुरले आरामले मैले चाहिँ पाकिसकेको थियो अनि प्लेटमा राखेँ पराठा अनि थोरै केचप पनि राखेँ अनि चिया पनि राखेँ मेरो ब्रेकफास्ट रेडी भयो